हामी यहाँबाट अगाडि त साथीहरू यहाँबाट यस्तो साथीहरू स्वागत छ हजुरहरूलाई बिएमसी ममसोमा। आज हामी भेटारको छेउमा पाथी भएर मन्दिर आइरहेको छौँ। हजुरहरू पनि आरामै हुनुहुन्छ, कुशलै हुनुहुन्छ भन्ने आशा राखेको छु। आजको भिडियो चाहिँ हामी मन्दिरतिर जान्छौँ, मन्दिरमा के कस्तो छ भन्ने कुरा हजुरलाई देखाउँछौँ। हामी यहाँबाट भर्याङ माथि चढ्न लागिसकेको छौँ। हजुरहरूले माथिबाट के कस्तो भ्यू आउँछ हजुरलाई देखाउँछौँ। हाम्रो टोली ललिता ए नि भविष्य आइगयो त भाइ, आइगयो त नि आइल। हामी यहाँबाट भर्याङ चढ्छौँ साथीहरू। के कस्तो माहौल, चिसो माहौल सुरु भइसकेको छ अहिले भर्खरै। यहाँ चिसो चिसो मौसम चाहिँ सुरु भइसकेको छ। त्यहाँदेखि भेस्ट लगाएर आएको छ। ठिक छ, मन्दिर लगभग हामी आइपुग्न आँटिसक्यो। सास पनि हल्का हल्का फुले जस्तो लागिरहेको छ गाइस। त्यस्तै हो, भर्याङ चढ्दाखेरि माथि हाइटतिर गएपछि यहाँबाट हजुर यता यस्तो भ्यू देखिन्छ। धरान भेटा पाथिभाराको बाट हेरिने भ्यूहरू यस्तो देखिन्छ। आज मौसम एकदम क्लियर खुलेको छ अवस्था छ। यता हेर्न सक्नुहुन्छ यो हजुरलाई स्केल भएको अस्ति हामीले यो भिडियो हालिसकेको छौँ। आज एकदम मौसम खुलेको अवस्था छ, एकदम क्लियर छ मौसम हेर्न चारैतिर। हजुरलाई सबैतिर देखाउँछु। यता माथि पारि चाहिँ धनकुटा हो। यहाँ चप्पल जुत्ता कृपया खोलिदिनु भन्नुभएको छ। यहाँ चप्पल जुत्ता खोलेर अब लाग्दैछ अगाडि। साथीहरू हेर्न सक्छ हजुरले तालचालाको अवस्था छ। जो होइन हामी बाहिरबाट दर्शन गर्दैछौँ गाइस। घन्टी पनि पाउँछ बाहिरबाट। हेर्न सक्नुहुन्छ यहाँबाट यस्तो देखिन्छ मन्दिर। तर आज बन्द छ, पुजारी बाहिर सायद हुनुहुन्न होला, त्यही भएर बन्द गरेर भएको जस्तो लागिरहेको छ। हावा पनि दामी चलेको हेर्न सक्नुहुन्छ। त्यो झन्डाहरू स्थिर हावाले हलाइरहेको अवस्था छ हेर्न सक्नुहुन्छ हजुरले। साथीहरू भेटारको छेउको चाहिँ पाथिभारा बन्द भएको रहेछ। पुजारी बाजे कहाँ जानुभयो त्यो थाहा भएन। अब कुनै कामले विशेष कामले जानुभएको होला सायद। हामी यहाँबाट चाहिँ प्लान चेन्ज गरेर हामीले चाहिँ यहाँबाट चाहिँ अब हामी अर्को पाथिभारा चाहिँ जान्छौँ। भेटारमै पर्छ, अलिकति माथि छ। त्यो चाहिँ हिँड्दै हिँड्दै जानु, ट्राभल गरेर जानु, लगभग आधी घन्टा हिँडेर जानुपर्छ। उतातिर हामी जानेछौँ। हजुरहरू हामीसँग रहनु होला। हामी यहाँबाट लाग्दैछौँ अब। एकदम खाली। साथीहरू हामी पूजाका साधन लिएर चाहिँ जाँदैछौँ यहाँबाट। अब हाम्रो ललिताले चाहिँ पूजा गर्छ आज। साथीहरू हेर्न सक्नुहुन्छ धागैले कसैको भाकल पुरा गरेको हुनसक्छ। पुरै धागाको धागा लागेको अवस्था छ हजुरहरूले। हामी यहाँबाट उकालो लाग्दैछौँ गाइस। आज चाहिँ हजुरहरूलाई पाथिभारा एकपल्ट अघि हेर्नुभयो, फेरि अर्को पाथिभारातिर हामी लग्दैछौँ हजुरहरूलाई। जो हेर्न सक्नुहुन्छ यो रुखमा चाहिँ आँखा देख्न सक्नुहुन्छ हजुरहरूले। यसो हेर्दा उल्लु जस्तो देखिन्छ हेर्दाखेरि। हेर्न सक्नुहुन्छ साथीहरू अघि गेटदेखिको धागो लगभग यो चाहिँ उहीँसम्म छ। एकदम बाटो पनि एकदम क्लियर हेर्न सक्नुहुन्छ, राम्रो बाटो छ। साथीहरू हजुरहरूलाई आज चाहिँ म दुईवटा पाथिभारा मन्दिरतर्फ दर्शन गर्न लगिरहेको छु। मौसम एकदम राम्रो क्लियर छ। मौसम एकदम खुलेको पनि छ। अहिले चिसो चिसो सुरु भइसकेको छ। हजुरहरूले महसुस गर्न सक्नुहुन्छ, हामी महसुस गरिरहेछौँ। हामी यहाँबाट जाँदैछौँ। के कस्तो छ पाथिभाराको मन्दिरमा बाटो के कस्तो छ भन्ने कुरा हजुरहरूलाई हामी देखाउँछौँ। हेर्न सक्नुहुन्छ आज सटरडे शनिबार। मौसम पनि एकदम खुलेको र मौसम क्लियर छ आज हेर्न सक्नुहुन्छ। घाम लागिरहेको अवस्था छ हेर्न सक्नुहुन्छ। त्यतातिर घाम लागेको छ, यता यस्तो बाटो बनेको छैन, एकदम क्लस्टर बाटो छ। हामी यहाँबाट अगाडितर्फ लागि नै रहेका छौँ। अगाडि लालीगुराँस भेट्यौँ, लालीगुराँस भेट्यौँ हजुरलाई हामी देखाउँछ। हामीसँग रहनु होला भन्न चाहन्छु। अन्तिमसम्म भिडियो हेर्नु होला। गाडी हाम्रो डगी पनि भर्खर यता मन्दिरतर्फबाट फर्किरहेको देख्यौँ हामीले।
साथीहरू यहाँबाट यस्तो भ्यू देखिन्छ, यस्तो एकदम रमाइलो एकदम दामी मौसम छ। माथि बादल लगाइरहेको छ, तल हेर्नुहुन्छ उहाँ पर ढलान देख्न सक्नुहुन्छ हजुरहरूले। एकदम मौसम खुसी छ, हावा चिसो चिसो चलिरहेको छ। हामी यहाँबाट अगाडितर्फ लाग्दैछौँ। बाटो एकदम मजाको एकदम दामी बाटो बनाएको छ, हेर्न सक्नुहुन्छ पर सक्नु हजुरहरूले। साथीहरू हेर्न पाथिभरा माता कसैको पेवा होइन, हामी सबैको मनमा हुनुहुन्छ। इलेक्सन भयो एकदम खुसी लाग्यो मलाई चाहिँ, एकदम राम्रो कुरा हो। र साथीहरू फाइनली पाथिभरा मन्दिर भगवतीको दर्शनको गेटमा भित्र छिरिसकेको छ हामी। यहाँबाट हामी अगाडि बढ्दैछौँ साथीहरू हेर्नुहुन्छ। झान्सी माता भगवती मन्दिर पाथिभरा, यो चाहिँ अब भेटारमा सेकेन्ड हो। यो भेटारमा अघि हामीले एउटा मन्दिर देखाउँ, पाथिभरा माताको मन्दिर। यो चाहिँ सेकेन्ड मन्दिर। यहाँ चाहिँ आउनको लागि अलिकति ट्राभल गर्नुपर्ने हुन्छ। ट्राभल गर्दा धेरै मजा आउँछ, एकदम चिसो मौसम छ हेर्नु सक्नुहुन्छ हजुरहरूले। यता हेर्न सक्नुहुन्छ घन्टी नै घन्टी। फाइनली साथीहरू पाथिभरा मन्दिरभित्र प्रवेश गरिसकेको छौँ। अब उहाँ बाजेको चाहिँ अब धुने सफाइ गर्ने बेला हुन आँट्यो, छिटो छिटो गरेर राख्नु भएको छ। यहाँ चाहिँ यस्तो मन्दिर हुन्छ हजुरहरूले। ल जय पाथिभरा माताको जय हो, सबै रक्षाहरू मनमा पुरा होस् भन्न चाहन्छु। साथीहरू यतापट्टि चाहिँ बोका पाठी र अन्य काटी ठाउँ रहेछ हेर्न सक्छ हजुरहरूले, बलिदिने ठाउँहरू छ हेर्न सक्नुहुन्छ। यो गाछी खतरा छ हेर्नु, गाछी चाहिँ के को थाहा भएन जस्तो छ मलाई। उतापट्टि मन्दिरको पछाडिबाट हेर्दा यस्तो देखिँदो रहेछ हेर्न सक्छ हजुरहरूले। हेर्नुहुन्छ हावाको आवाज सुन्न सक्नुहुन्छ हजुरहरूले। हावा एकदम बेग रूपमा तीव्र गतिमा आवाज चलिरहेको छ। साइडतिर यतातिर पाहाड छ, यतातिरबाट चाहिँ हावा खतरा चलिरहेको छ। आवाज रेडी वान साथीहरूले हामी शिवको मन्दिरमा आएको छ भर्खरै। जी भोले बाबु जो सबै रक्षा गर्न चाहन्छु। साथीहरू अहिले हामी भर्खरै अब यहाँ पाथिभरा मन्दिरमा दर्शन गरेर दुईटै पाथिभरा दर्शन गरेर हामी शिवको मन्दिरमा आएको छ। त्यहाँ पनि हामी दर्शन गरिसक्यौँ। अब हजुरलाई त देखाउँदाखेरि हेर्नु अहिले गुराँसको फुल फुल्न सुरु भइरहेको गाछीहरू छ। गाछीहरू प्रायः हो सबै गुराँसको फुल अलिक पछि फुल छ। यो यहाँबाट हेर्दाखेरि यस्तो देखिन्छ सिनेरी। यो पर हेर्नु भएको पर चाहिँ पाथिभरा मन्दिर, यतापट्टि बाटो छ। तल हजुर हेर्न सक्नुहुन्छ धरान देख्न सक्नुहुन्छ। यतापट्टि भेटार हो, यो भेटार हो। यतापट्टि हाम्रो एनएसए। साथीहरू आजको भिडियो हजुरलाई के कस्तो लाग्यो? मन्दिर सम्बन्धी चाहिँ हामीले आज हजुरलाई 2 जोर 1 जोर पाथिभरा मन्दिर माताको मन्दिरमा दर्शन गरेँ हजुरहरूलाई। अब अहिले शिवको मन्दिर दर्शन गरेर हजुरलाई आजको भिडियो हामी अन्त गर्दैछौँ। हजुरलाई के कस्तो लाग्छ भिडियो? हजुरलाई भिडियो मनपर्छ भने सब्सक्राइब, बेल आइकन, लाइक गर्न नबिर्सनु भन्न चाहन्छु। आजको भिडियो हामी अन्त गर्दैछौँ। जय नेपाल। हजुरलाई सधैँभरि माया छँदैछ। हस्।